हेलो एभ्रिवान, यहाँलाई स्वागत छ मेरो 5औं भिडियोमा। आज चाहिँ म बेलुकाको खानाको तयारी गर्दैछु। दादा आउनु हुन न दादा खोकी लाग्यो अनि बिचरा सानोलाई खोकी लाग्यो। दादा टाटा गरिदेऊ न टाटा गरिदेऊ न। फेरि उसले नाटक कति आउँछ भने है सानो आम्मा भन्देऊ न, आम्मा भन्देऊ त, आम्मा भन्देऊ न। खालि आमा 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 भनेर आज भन त ल, आमा छिटो हेरौँ ल। आमा भन्छु आमा भन्छु आमा लजाएको हेर नि आमा भन्छु हो। आज चाहिँ मेरो सासू मम्मी नानीलाई भेट्न आउनुभएको थियो 2 दिनपछि। अनि नानी चाहिँ आमासँग खेल्दै थियो एकदम खुसी हुँदै, किन भन्दाखेरि आफ्नो नाता नातिनी अनि हजुरबा हजुरआमा भने चाहिँ नाता नातिनीको लागि चाहिँ एकदम ऊ पनि हुँदो रहेछ क्या। अलि 2-3 दिनपछि आउनुहुन्छ, 3-4 दिन ग्यापमा आउनुहुन्छ र अनि नानी पनि एकदम आमासँग खेल्छिन्। अनि नानी आमासँग खेलेको बेलामा चाहिँ म यहाँ खानाको तयारी गर्दैछु। खाना तयारी गर्नु पऱ्यो नि त, अब बच्चा खुसी भएको बेला त म मजाले खानाको तयारी गर्छु। अनि आमा पनि जानुभयो, अनि नानी पनि सुतिन्। अनि सुतेको मौका पारेर चाहिँ मैले खाना बनाएँ अनि खाइसकेपछि चाहिँ नानी उठिन्। नानी उठेर खाना खाएको भिडियो चाहिँ खिच्नै पाएन क्या, किन भन्दाखेरि बिचमा नानी उठ्दिन् नि त। अनि डाइटिङ गरेकोहरू चाहिँ बेलुका रोटी खान, फेरि मेरो रोटी फेभरेट हो क्या। म हुन त भातभन्दा बढी रोटी खाइदिन्छु डाइटिङ गरेको भए पनि, तर पनि मलाई चाहिँ यो लोकल ओरिजिनल गाउँको पिठो क्या। मलाई चाहिँ माइतीबाट मेरो बाबाले पठाइदिनु भएको गाउँको पिठो अस्ति नै ल्याइदिनु भएको थियो। कहिलेतिर ल्याइदिनु भएको थियो, धेरै कुरा बनाउँदै गाउँ पनि पठाइदिनु भएको थियो। अनि लास्ट थोरै छ, अनि सिद्धिन लाग्यो। तै पनि मैले चाहिँ माया लाग्ने क्या, आफ्नो माइतबाट आएको भनेर रोकिन। अनि यो चाहिँ राखेको थिएँ है। थ्याङ्क यू फर वाचिङ, हेरिदिनु भयो, धन्यवाद।